एउटै भएको मन कतिपल्ट जित्छौ भाइ? आम्मा एउटै मन कस्तो भाइ कतिपल्ट जित्छौ एउटै मन? लभली हो भाइ, लभली यार मन माया चाहिँ लभली फुल्छ भाइ। दाजुभाइ तिमीले फुलेको नि त साँच्चै अप्पर मनपर्छ मलाई। ए हो र एन राईले नै फुक्नु भयो हो त्यो नि त? होइन तर भाइले राम्रो पुग्छ क्या। ए हो र ओके सुनौँ वेलकम है सबैजनालाई। दाइ तपाईँहरूकै गाना बजाउँछु नभए दाजुभाइ यहाँ सबैजनालाई फुक भाइ फुक प्लिज। अब तिमीले फुकेनौ भने त यहाँनिर जोगी आउँछ। जोगी फुक्दै फुक्दै आउँछ। तपाईँहरूकै सङ बजाउँछु ल त। तपाईँहरूको सङ वेलकम वेलकम र त नि त फुक न भनेको नि त। जी शार्प माइनर बीको स्केल जी मेजर। मैले त्यो जिदिर भाइलाई रोडमा देखिरहेको थिएँ, त्यो एकचोटि म्यासेज गरेर मसँग जोड दिने रे भनेर। त्यो जिदिर भाइ रोड छ भने ओरिजिनल त के पो छ निमिताको? ओरिजिनल केमा आएको छ? के अरे बी मेजरबाट हो स्केल चाहिँ, तर सुरु चाहिँ जी शार्प माइनरबाट हुन्छ। वेलकम ओसिन। पुग भाइ पुग पुग मम्मी राखिदिनु पर्यो। छैन हो एउटा टेक्स्ट
कहाँबाट कहाँ पुगेर क्या ओपर दामी छ लभली हो लभली यार लभली 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 गिटार त लभली होइन ओभर लभली छ एकदम लभली हाने भाइ म क्या भाइ म के सिक्नु मन परेको थाहा छ बिसाइड गिटार किनभने गिटार मेरो प्राइमरी कुरा छ होइन त्योभन्दा अर्को फाल्टो एक्स्ट्रा मलाई सिक्नु मन लागेको कुरा भनेको चाहिँ भायोलिन होइन भाइ ओपर सिक्नु मन छ मलाई एउटा ल त माहौल बनाइदियो त भाइ कसरी कोसँग छ हामी सिक्न न तपाईँ त अब सक्नुहुन्छ किनकि एउटै त्यो भाइलिनलाई नै गिटार टाइप्सले अब पिकले बजाउनु पर्यो भने ओपर बजाइदिन्छु कि त्यो हाल्नु पर्यो भने चाहिँ म त्यो सबै म फाँकै बनाइदिन्छु तर त्यो रेट नै आउँदैन ल स्टिभ ब्रदर संसारमा एउटा भाषा पहिला चाहिँ हामीले चाहिँ यस्तो गर्नुपर्छ क्या के अरे लोकल उसलाई चाहिँ प्रोडक्टलाई चाहिँ प्रायोरिटी गर्दाखेरि चाहिँ होइन सारङ्गीबाट सुरु गर्नुहोस् क्या तपाईँ अनि पछि भाइलिन सारङ्गी पनि कम दामी हुन्छ सेम भाइलिन त सारङ्गीको त फाल्टै फिल हुन्छ म त ब्यान्ड छोडेर लोकल बसहरूतिर पो हरे गएँ त्यसपछि त गो कलेक्ट गर्दै है पैसा होला सारङ्गी रेट होला मौका मिले फेरि भेट होला अघि नित बनाउँदाखेरि तपाईँको त्यो फेसियल एक्सप्रेसन त कस्तो भइहाल्यो त्यस्तो लाइक एकदम फिल गरे जस्तो मेरो यहाँ कमेन्ट्समा के आएको थियो भन्दाखेरि स्टिभ ब्रो त पुरा उसमै डुबिसक्नु भयो क्या यो हाम्रो ब्यान्डको गीतहरूमा क्या मलाई सबैभन्दा मनपर्ने हुन त सबै गीत नै एकदमै लोकल बस फिल खालको छ क्या होइन तर मलाई सबैभन्दा बेस्ट चाहिँ कुन छान्छ भनेर मलाई सोध्यो भने चाहिँ म नित भन्छु क्या किनभने मेरो यस्तो टाइम पिरियड थियो जतिखेर चाहिँ म यो नित सुन्दाखेरि कस्तो मलाई उयो हुन्थ्यो क्या कस्तो क्या अब त्यो हुन्छ नि सहारा जस्तै मलाई सेम हुन्थ्यो क्या मेरै लागि लेखेको जस्तै क्या म सुत्नै सकेको हुँदिनँ थिएँ रातभरि होइन अब अहिले त म त रहरले हो नि त रहरले नसकेको नि त त्यतिखेर म करले क्या निदाउनु चाहन्छु त्यही पनि निदाउनु सक्दिनँ होइन मलाई त्यस्तै हुन्थ्यो क्या रात कहिले गर्छ होला भोलि कहिले हुन्छ नि सुत्न सकेको छैन म कहिले तिमीलाई भेट्छु नि त्यस्तै हुन्थ्यो क्या अब मलाई पनि कस्तो हिँड्नु मैले त रिङटोनै राखिदिएको थिएँ यार मैले त नित गीत त मलाई तर यस्तो हुने रहेछ कि मान्छेको चाहिँ त्यो समयअनुसार त्यस्तो पर्ने रहेछ मलाई फेरि अहिले फेरि त्यो फर्कन्न होला फेरि कस्तो बवाल लाग्छ फर्कन्न होला दाममा समयले यस्तो धगलिरहेछ कि मलाई चाहिँ होइन कहाँनिर पुर्याइरहेछ कि समयले होइन फर्कन्न होला है म है ल एन राई स्टिभ राई ब्रदर है म फर्कन्न होला है भन्न मन लाग्छ कि बुझिसक्यो इयानले बुझिसक्यो हामी केही नभनौँ न हामी केही नभनौँ इयानले बुझिसक्यो अहिले त स्टिभको रिङटोन टुङटुङ होला अरे मेरो त टुङटुङै छ रिङटोन अहिले मैले सुत्न सकेको छैन हो अरे ए के हो अहिले म बोलेको सुनेको छैन है क्या हो भाइलाई दुईटा माइक युज गर्नु पर्ला जस्तो छ हेलो भाइ सुन्यौ वेलकम जुन भाइ भाइ के अरे फर्कन्न होला हाम्रो उता गिटार चाहिँ हेरेको छैन त्यो अलिकति ए हो त्यसो भए भाइ उयो क्या निता के अरे उयो हाल्नु नि त अहिले भर्खर भनेको भन न मात्र हजुर यो भन न मात्रै पछि भाइ फेरि मायामा ल मायामाको मेरो साथीले हेरेको छैन नि दाइ यो चाहिँ दाइको लागि अनि यो सकेपछि त हामी सुत्नु चल्दैन ल म अब तिमी सुतेपछि एउटै भएको कति चल्नुहुन्छ दा एउटै भएको मन भन्यो भाइ अब चाहिँ तिमीले मलाई गाह्रो बनाउनु थाल्यो
यो चाहिँ स्टिभ दाको लागि है सबैजनाको लागि पनि अनि स्टिभ दा एउटै भएको मन एकै दिनमा कतिपल्ट पुग्छौ भाइ यसै गरे आशिके दिन यति नै जाने भन्ने लाग्छ अब सुते भाइ सुते उब्बर दामी है उब्बर दामी सुत्ने तिमी तपाईँ पनि सुत्नु अब है बस्नुहोस् न तिमी धरानबाट तिमी गइसकेपछि त मलाई त निन्द्रै लागेको छैन अहिले कता हो ब्रदर अहिले घरमै हो यार बौद्ध बस्छु ए बौद्धमा हो हजुर अब के त अब माया म न त कालो सेतो तपाईँलाई अघि स्टिभ ब्रदर हजार तपाईँलाई अघि त ट्याक्क आमा बिउ सोल्टी ब्रोड खोलेर आउनु त तपाईँलाई ट्याक्क यस्तो टाउकोमा बल राख्दाखेरि त म त प्रीति राई पो जस्तो पो देख्छु त के हो ए हो त हो क्या कस ओ वाउ कस्तो दामी के भन्छ यसलाई कोइन्सिडेन्स ठ्याक्कै परिरहेको सुधा हजार एक सोल्टी आउनु त ल रोड खोल्नु त भोलिको आवाज कस्तो सानो सुन्नु ए यहाँ मेरो सोल्टी हजुरबाट चाहिँ होइन इयान राई एउटा लास्ट त्यो क्रिस मुभीको फ्लिप ट्युन बजाइदिनु हुन अनुरोध गर्दछु म विवेक सोल्टी हजुर हजुर के भयो नक्कली रे आउनु माथि आउनु त उसको आउनु नमस्ते सोल्टी नमस्ते आउनु न एकछिन ल क्रिस गिफ्ट दिने हो कि आउनु भनेको कस्तो छ यो मान्छेले स्टिभ ब्रदरले हाम्रो स्टिभ
नाटक हे भगवान रे विवेक विवेक गुरुङ के हाम्रो चङ्गा प्रोडक्सनको प्रोडक्सन डाइरेक्टर चिन्नुहुन्छ नि कोरियोग्राफर बक बक चिन्छु नि तल कमेन्टमा आउनु भएछ अनि एकछिन हल्ला गर्न आउनु ब्रोड खोलेर भने कि मैले सोल्टीलाई ए हो र तिमीले त जति अलिकति गिटार मिल्दैन क्या ए गिटार साथी रेस्टमा रहेछ म यतिको बजाइदिन्छु ल ऱ्यान्डम आशिक दिन यतिकै जाने धन्यवाद भाइ आशिक राम्रो भयो ए भन मेरा भाइ यस्तो भगवान्ले यो त अनि हाम्रो के भन्छ अरे कृष्णको त्यो उस धुन पनि होइन र यो त धन्यवाद धन्यवाद भन्नुभएको छ अनि अर्को रिक्वेस्ट पनि गर्नुभएको छ यहाँ भर्खर हाम्रो श्री 5 हरामी ब्रदरले ब्रो क्यान यु प्ले आइरिस कफी भन्नुभएको छ हुन त आइरिस कफी बजाउँछु तर अब बिदाईको कार्यक्रम फेरि